आज हामी डाक्टर ध्रुव दाइसँग छौँ अनि मैले चाहिँ अहिलेको जल्दोबल्दो इस्यु अहिलेको यो एमइसी रिजल्ट भर्खरै आएको छ पिजीको, त्यसमा चाहिँ विभिन्न रेजिडेन्टहरूले चाहिँ अब आफ्नो भर्ना लिइसकेपछि चाहिँ कतिले चाहिँ 2 अब आफ्नो कलेज छोड्नु भएको छ, कतिले रेजिडेन्सी चाहिँ टक्सिक हुन्छ, कतिले चाहिँ अब आफ्नो इन्ट्रेस्ट भएन भनेर सब्जेक्ट स्विच गर्नेदेखि लिएर जस पहिले चाहिँ कसैले पनि अब उहाँलाई मेन्टरसिप नदिए जस्तो अब त्यो देखिन्छ। त्यो विषयमा चाहिँ अब दाइसँग दाइ अब एमसिएच गरेर पास आउट भएर पनि विभिन्न ठाउँमा काम गरेर रेयर टिचिङ हस्पिटलमा काम गर्दै हुन्छ होइन, हामी छ के भन्नु सुन्दा मलाई नि कस्तो अनिजी लाग्छ। एउटा टाइम थियो जब कसैको नाम पिजीमा निस्कियो भनेर फर्स्ट राउन्डमा सेकेन्ड राउन्डमा निस्किँदाखेरि खुसी भएर पुरै लड्डु बाँड्ने पार्टी गर्ने गर्थ्यो। अहिले हेर्दा सुन्छु 4 पल्ट 5 पल्ट काउन्सिलिङ भइसक्यो, स्टिल छैन, स्टिल खाली गइरहेछ। खाली पनि त्यो अब सय टु से अब हाम्रै महाराजगञ्ज मेडिकल क्याम्पस भयो, बिबिकेएस भयो, यस्ता प्रिमियम इन्स्टिट्युटमा पनि सर्जरी जस्तो विषय खाली हुनु त अभियसली सुन्दा कस्तो अप्ठ्यारो लाग्छ। अब कारणहरू मेबी हाम्रो भर्जन, मैले सोच्ने भर्जन र हाम्रो अहिलेको जुनियर साथीभाइहरूको भर्जन फरक होला। उनीहरूलाई सायद अब चित्त नबुझ्या हो कि त्यो फिल्डमा या इन्ट्रेस्ट हामीले घटाएका छौँ कि अर्को हुनसक्छ अब कामको एक्स्ट्रा बर्डन त्यो हिसाबको सेटिस्फ्याक्सन नपाइरहेको हो कि त्यो पनि हुनसक्छ। मलाई लाग्ने केही पोइन्टहरू चाहिँ अब जस्तै हामीले यत्रो वर्ष लगानी गर्छौँ त, यो समय यो मेहनत, त्यसले गर्दाखेरि त्यो अनुसारको प्रतिफल नहुने। 5-6 वर्ष एमबिबिएस पढाएको छ, त्यसपछि 50,000को जागिर खान पनि विभिन्न ठाउँ धाउनुपर्ने, फेरिमा अलि जानुपर्ने, सेन्ट्रल अब चाहेको ठाउँमा बस्न नमिल्ने, अनि प्लस हरेकचोटि इन्ट्रान्स दिइरहनु पर्ने। अब फेरि एमबिबिएस गरेर फेरि एमबिओले इन्ट्रान्स दिनु पऱ्यो, फेरि डिएमएमसिएसले इन्ट्रान्स दिनु पऱ्यो, फेरि त्यो कम्पिटिसनमा लाग्नु पऱ्यो, अनि प्लस बन्डिङको इस्यु, त्यसले गर्दा मान्छेको माइन्ड नै चेन्ज हुन्छ नि त। अनि त्यही हिसाबले चाहिँ बन्डिङमा कतिले युएसएमबीले, कतिले एमसी, कतिले कति ठाउँहरूमा भनौँ न लाग्ने, अनि त्यो अनुसार चाहिँ ब्रेन ड्रेन विदेशतिर अलि राम्रो सुविधा देखिने एकदम राम्रो कुरा भन्यो। सो बन्डिङ होइन, अब मैले पनि पर्सनली बन्डिङ गर्दा एक ठाउँमा काम गरेँ, राम्रै काम गरेर लाग्छ, राम्रै इम्प्रेसन पनि मार्केटमा प्लस पेसेन्टहरूमा भए पनि केही टाइमपछि ठाउँ छोड्नुपर्ने भयो। ठाउँ छोडेपछि फेरि मैले नयाँ ठाउँमा नयाँ तरिकाले गर्नुपर्ने हुन्छ। सो एउटा बन्डिङले गर्दा मलाई लाग्छ स्टेबिलिटी हामी मतलब हुन सकेनौँ, स्पेसली यो सर्जरी भनौँ या मेडिसिन्समा डिएमएमसिएसको अप्सनहरू छ, त्यस्तोहरूमा चाहिँ गाह्रो चाहिँ हुने रहेछ बन्डिङले गर्दा। अर्को देखेको दाइ स्यालेरी नै हो, मान्छे काम किन गर्छ भन्दाखेरि स्यालेरी कमाउनको लागि भनौँ न आफ्नो अब यत्रो मेहनतले 50,000ले मान्छे काठमाडौँमा एउटा मेडिकल अफिसर भएर चाहिँ कसरी जीवन गर्न सक्छ। प्लस 25-30 वर्ष भइसक्छ एमबिबिएस कम्प्लिट गर्दा, फ्यामिली रेस्पोन्सिबिलिटी हुन्छ, अब बिस्तारै त्यो एक्सपेन्ड गर्न त गाह्रो हुन्छ। त्यही बिचमा यो फ्रस्ट्रेसन, त्यही बिचमा अर्को भनेको जस्तै हाम्रो केही कतै पब्लिकले चाहिँ अब दोष हराइहाल्ने, भिडले चाहिँ अब यो दोषी हो भन्ने, त्यही माथि हस्पिटल अथवा अदालतले पनि दोषी लिएर अब काम गर्नु छ 100,000मा, पैसा तिर्नु छ लाखौँमा, कहाँबाट ल्याउने है। अब त्यो पनि हाम्रो सबै यो फ्याक्टरले गर्दाखेरि चाहिँ मान्छेको वितृष्णा यो टपिकमा मलाई लाग्छ हामीले अब नयाँ सरकारहरूबाट एक्सपेक्ट गर्नुपर्छ होला कि यो रिफ्रेम गर्नुपर्ने होला सायद। यो फीहरू कुराहरू भयो या पाउने इन्सेन्टिभहरू कुरा भयो, रिफ्रेम गर्दाखेरि सायद मोटिभेसन बढ्यो भने त्यो हुनसक्छ एउटा पार्ट चाहिँ। अर्को मलाई लागेको कुरा चाहिँ अब म पढ्ने बेलामा 8 वर्ष 10 वर्ष पहिले कुरा होला, त्यो टाइमको माहौल र अहिलेको माहौल फरक छ। सो पहिलेको जस्तै कपी पेस्ट गर्न चाहिँ मिल्दैन होला। सो यङ जेनेरेसनको माइन्डसेट के छ, विथ काम पनि गरिराख्नुपर्ने हुन्छ र फ्युचर पर्सपेक्टिभ पनि रेडी गर्नुपर्ने हुन्छ आफूलाई। सो जस्ट विदिन 3 years अफ टाइम सफिसियन्ट नलेज, सफिसियन्ट स्किल एन्ड सफिसियन्ट एटिच्युड डेभलप गर्न सक्नुपर्ने हुन्छ।